मिनासान कोनिचिवा ओहायो गोजाइमास ओगेन्की देशका सायद सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामीले लेसन 16 को भोकेबुलेरीहरू लिएर आएका छौँ। ढिलो नगरिकन सुरु गरौँ है त। सुरुमा छ नोबोरिमास। नोबोरिमास भनेको चढ्नु भन्ने हुन्छ। पहाड हिमाल आदि चढ्नु भन्नु पर्यो भने चाहिँ नोबोरिमास भनिन्छ। जस्तै फुजी पर्वत चढ्न मन छ भन्नु पर्यो भने फुजी सान्नी नोबोरी ताइदेस भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ तोमारिमास। तोमारिमास भनेको बस्नु भन्ने हुन्छ। होटेलमा कोठामा जहाँ बसिन्छ नि त्यसलाई चाहिँ तोमारिमास भनिन्छ। जस्तै होटेलमा बस्छु भन्नु पर्यो भने चाहिँ होतेरुनी तोमारिमास भनेर। त्यस्तै अर्को छ सौजिसिमास। सौजिसिमास भनेको सफा गर्नु भन्ने हुन्छ। कोठा सफा गर्छु भन्नु पर्यो भने चाहिँ हे आओ सौजिसिमास भनेर भन्नु पर्यो। सेन्ताकुसिमास। सेन्ताकुसिमास भनेको लुगा धुनु भन्ने हुन्छ। जस्तै हरेक दिन लुगा धुन्छु भन्नु पर्यो भने चाहिँ माइनिची सेन्ताकुसिमास भनेर भन्नु पर्यो। अर्को छ नारीमास। नारीमास भनेको हुनु बन्नु भन्ने हुन्छ। जस्तै जापानी भाषामा सिपालु हुन्छु भन्नु पर्यो भने चाहिँ निहोङ्गोगा जिउजुनी नारीमास भनेर। त्यस्तै अर्को छ नेमोइ। नेमोइ भनेको निन्द्रा लाग्नु भन्ने हुन्छ। धेरै निन्द्रा लागेको छ भन्नु पर्यो भने चाहिँ तोत्तेमो नेमोइ देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चुयोइ। चुयोइ भनेको बलियो भन्ने हुन्छ। बलियो मान्छे भन्नु पर्यो भने चाहिँ चुयोइ हितो भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ योवाई। योवाई भनेको कमजोर भन्ने हुन्छ। कमजोर हावा भन्नु पर्यो भने चाहिँ योवाई काजे भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चिउसिगा इ। चिउसिगा इ भनेको राम्रो अवस्था भन्ने हुन्छ। आज अवस्था राम्रो छ भन्नु पर्यो भने चाहिँ केउवा चिउसिगा इ देश भनेर भन्नु पर्यो। चिउसिगा वारुई हो नराम्रो अवस्था भन्ने हुन्छ। जस्तै कम्प्युटरको अवस्था नराम्रो छ भन्नु पर्यो भने चाहिँ पासो कोन्नो चिउसिगा वारुई भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चिउसी। चिउसी भनेको कन्डिसन हालत अवस्था भन्ने हुन्छ। जस्तै तपाईँको अवस्था कस्तो छ भनेर सोध्नु पर्यो भने आना तानो चिउसिवा भनेर सोध्नु पर्यो। त्यस्तै अर्को छ सुपोचु। सुपोचु भनेको स्पोर्ट्स खेलकुद भन्ने हुन्छ। जस्तै खेलकुद खेल्छु भन्नु पर्यो भने चाहिँ सुपोचु हो सिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ टेनिसु। टेनिसु भनेको टेनिस भन्ने हुन्छ। यो चाहिँ एउटा गेम हो। टेनिस खेल्न सक्छु भन्नु पर्यो भने चाहिँ टेनिसुगा देकिमास भनेर भन्नु पर्यो। अर्को छ हि। हि भनेको दिन डे भन्ने हुन्छ। आज राम्रो दिन हो भन्नु पर्यो भने चाहिँ केउवा इ हि देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओफुरो। ओफुरो भनेको बाथटब भन्ने हुन्छ। बाथरुममा हुन्छ नि नुहाउने ठाउँ त्यसलाई चाहिँ ओफुरो भनिन्छ। बाथटबमा नुहाउँछु भनेर भन्नु पर्यो भने चाहिँ ओफुरोनी हाइरिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओतेरा। ओतेरा भनेको मन्दिर भन्ने हुन्छ। जस्तै क्योटोमा मन्दिरहरू छन् भन्नु पर्यो भने चाहिँ क्योटोनी ओतेरागा आरिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ जिन्ज्या। जिन्ज्या भनेको सिन्तो मन्दिर भन्ने हुन्छ। जस्तै सिन्तो मन्दिर जान्छु भन्नु पर्यो भने जिन्ज्याए इकिमास भनेर। त्यस्तै अर्को छ ताई। ताई भनेको पछि भन्ने हुन्छ। जस्तै खाना पछि सुत्न मन छ भन्नु पर्यो भने चाहिँ सोकुजिनो आते नेताई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को रेउकु। रेउकु भनेको शक्ति पावर भन्ने हुन्छ। जस्तै शारीरिक शक्ति छ भन्नु पर्यो भने चाहिँ ताइरेउकुगा आरिमास भनेर भन्नु पर्यो।